नेपालको टप सहर काठमाडौँ सहर जहाँ 77वटा जिल्लाको मान्छेहरूलाई चाहिँ भेटाउन सकिन्छ। त्यही सहरको आज चाहिँ मेरो यात्रा हुन लागिरहेको छ र यात्रामा कस्तो हुन्छ त्यो त हेरिहाल्नुहुन्छ। र काठमाडौँ चाहिँ मेरो पहिलोचोटिको यात्रा हो र म 20-21 वर्षको भएँ काठमाडौँ चाहिँ पहिलोचोटि जानु भएको है त। सो मिठो पारेमा सबैजना चाहिँ नयाँ ब्लगमा पनि स्वागत रहेको छ र आजको गन्तव्य चाहिँ हाम्रो काठमाडौँतिर घुम्न लागिरहेको छ र मेरो चाहिँ पहिलो एक्सपिरियन्स के कस्तो हुन्छ होइन। अनि ब्यागहरू चाहिँ सबै रेडी भइसकेको छ। अनि अब यहाँबाट चाहिँ यसो नास्ता खाने अनि बल्ल हाम्रो चाहिँ 8:30 बजीतिर गाडी छ। त्यो के कसो हुन्छ मिठो पारामा मसँग भिडियोमा चाहिँ बनिराख्नु है त। बाइक राखेर चाहिँ हामी अब ब्याग सोपेर हिँड्दैछौँ। यहाँबाट चाहिँ हामी ट्राफिक चौकतिर जान्छौँ र आजको मौसम चाहिँ एकदम राम्रो छ हेर्नुहोस् होइन। त्यस काठमाडौँ जानलाई ठिक हुने भयो। त्यहाँबाट हामी चाहिँ हाइट्समा त हिँड्ने कुरो हुन्छ। सो अटो खोजेको अटो चाहिँ पाइएन होइन। यताबाट जाने भयो उताबाट छैनन्। यहाँ चोक जस्तो छैन नि त, चोकमा जानुपर्ने जस्तो छ स्थिति। नास्ता खान आइरहेको छौँ। अब चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ यहीँ रहनेछ होइन। त्यो त अब थाहा भइसक्यो होइन, पशुपतिनाथ टेम्पलमा। सो पहिला चाहिँ नास्ता खानतिर लागौँ। बिहानको नास्तामा चाहिँ रोटी अनि यहाँ छोले अनि हाम्रो चाहिँ यो प्याज भयो अनि चटनी भयो है त चट्ट। काठमाडौँ जाँदा कस्तो पो भ्यू दृश्य देखिन्छ भनेर हाम्रो चाहिँ हाइसको टिकट रहेको छ र हामी चाहिँ जान लागेको डेमा। मलाई चाहिँ यो ट्राभल गर्न मजा आउँछ तर कम्फर्टेबल चाहिँ हुनु पर्यो गाडीको सिटहरू र कम्फर्टेबलै थियो। र बिहानको यस्तो भ्यू हेर्दै हामी चाहिँ मस्त पारामा काठमाडौँको यात्रातिर लागिरहेको। जब तराईको भाग कटेर पहाडतिर लाग्यौँ मौसम पनि एकदम चिसो भइरहेको थियो र हामीलाई मजा पनि आएको थियो। तर बाटोमा चाहिँ बेला बेलामा एक्सिडेन्टहरू पनि भएको थिए। अब ओभर स्पिडको कारणले हो कि हल्का बाटो बिग्रेको कारणले हो, 1-2टा एक्सिडेन्ट चाहिँ देखिरहेको। यहाँबाट चाहिँ हामी चितवन पनि प्रवेश गरिसकेका छौँ र यात्रा चाहिँ रमाइलो भइरहेको छ। बिहान नास्ता खाएको, भोक पनि लागेको थियो। अब ड्राइभर दाइहरूले कता रोक्नुहुन्छ खानको लागि भनेर कुरिरहेका थियौँ। अब हामी चाहिँ यति बेला चितवन आए जस्तो लाग्छ मलाई होइन। अब ठ्याक्कै कतमा आइयो त मलाई एक्ज्याक्टली थाहा छैन। सो यति बेला चाहिँ हाम्रो गाडी चाहिँ खाना रोकेको छ। अब यो होटेलमा आएको र होइन। सो अब यही गाडीमा आएको हामी हाइसमा। सो अब खाना खान्छौँ, त्यसपछि फेरि हिँड्ने कुरो हुन्छ। हाम्रो चाहिँ खाना पनि आइसकेको छ। अब खाने कुरो हुन्छ होइन। तर अब दाल देख्दा त फेरि यस्तो फेरि पानी छ, त्यो पनि ठिकै छ। हेरौँ। गाडीको लामो यात्रा गरेर डाँडा काटेपछि डाँडोको टुप्पा रहेको छ काठमाडौँको र म पहिलोचोटि काठमाडौँ पनि प्रवेश गरिसकेको छु। काठमाडौँ आएपछि मैले सर्ट भिडियो मात्रै बनाउनुतिर लागेछु, लङ भिडियो बनाउनै बिर्सेछु। अनि अर्को दिन बिहानै उठेर हामी चाहिँ लाग्दैछौँ पशुपतिनाथको दर्शन गर्न। यो चाहिँ फर्स्ट लुक रहेको छ होइन, पशुपति मन्दिरभित्र छिरेपछि होइन। सो यो चाहिँ मेरो फर्स्ट भिजिट पशुपतिनाथ होइन। अब भिड एकदम छ। अब बोल्न पनि अब धौ छ कि यहाँ अब भिडमा हेर्नुहोस् होइन। अब मेरो माइक छैन नि त, साउन्ड पनि त्यस्तो आएको छैन होला। सो इग्नोर माई साउन्ड भन्दै अब हेर्नुहोस् सो दामी देखिरहेको छ। मेन मन्दिर चाहिँ यहाँ रहेको छ पशुपतिनाथको। अनि लाइन चाहिँ मन्दिरभित्र दर्शन गर्ने एकदम धेरै रहेको छ। सो भित्र अब त्यहाँ त्यो मेन गेटभित्र छिरेपछि भिडियो केही अलाउड हुन्छ। सो त्यही भएर अब हामी बिटा घुम्यो। अनि अब चाहिँ फेरि यहाँ हामीसँग टाइम पनि धेरै छैन आज, अरू काम पनि छ। सो त्यही भएर यता घुम्दैछौँ, उतातिर पुगेर आउनु त्यहाँ जाऊँ। सो भित्रको लुक चाहिँ एकदम बवाल है चाहिँ। म फर्स्ट टाइम घुमेको, मलाई चाहिँ दामी लाग्यो है। भित्रको मतलब वातावरण नै आनन्दकै, जति मान्छे आए पनि अट्ने जस्तो। यहाँ चाहिँ परेवाहरू छन् होइन। कस्तो राम्रो देखिरहेको कि परिवारहरू हेर्नु न, अलिअलि यस्तो केही गर्ने नि उडिहाल्छन् होइन। कस्तो होइन, कति धेरै छन् परेवाहरू पनि। सो हामीले चाहिँ यहाँ के भन्छ परेवालाई खुवाउनलाई चारो पनि किनिसकेका छौँ होइन। अब खुवाउनु पर्यो नि होइन। अब हामी चाहिँ लगभग घुमेर पनि भइसकेको छ हेर्नुहोस् होइन। अब ओभरअल मान्छेहरूको भिड र रमाइलो बेग्लै लाग्यो होइन। अब यो एरिया यही रहेको छ। फर्स्ट टाइम भएर होला, मलाई त्यति धेरै एक्सपिरियन्स छैन। सो हेर्न मजा आइरहेको छ। उता परेवाहरू अनि अब त्यहाँ जोगीहरू भनौँ न त, त्यहाँहरू बस्नु नै छ। अनि यतातिर यो छ, यो ठुलो रुखिएको रुख हो यो चाहिँ। आई डोन्ट नो होइन, त्यो राम्रो छ कि कस्तो राम्रो रुखियो होइन। मेबी यहाँ चाहिँ एउटा भन्छ नि इन्स्टिट्युटहरू कि मतलब घुमाउने मान्छेले चाहिँ यहाँ के गर्नुपर्छ भन्ने एक्सप्लेन गर्दै हुनुहुन्छ।
अनि हाम्रो चाहिँ दर्शन पनि लगभग सकियो है। सो यो छ हाम्रो पशुपतिको भ्यू। सो एज अ फर्स्ट एक्सपिरियन्स आई फिल सो मतलब यस्तो मजा आयो कि होइन, भित्रबाट आनन्द आयो होइन, पिस मिल्यो कि मलाई चाहिँ। सो मुक्तिनाथ पनि कम्प्लिट भयो, पशुपतिनाथ पनि कम्प्लिट भयो। अब कति मन्दिर छन् होइन, तिनी पनि कम्प्लिट गर्नुपर्छ बिस्तारै। सो एज अ यो पशुपति चाहिँ मजा आएको छ जेउस, हेर्नुहोस् होइन। अब खासै के बोलौँ भन्ने हुन्छ यस्तो बेलामा, भिड धेरै छ नि त, सकिन्न नि त बोल्न, बानी पनि छैन, 1-1.5 वर्ष भयो। सो अब हाम्रो चाहिँ जुत्ता राखेको यहाँ हो, अब यहाँबाट लिएर जान्छौँ है त हामीले। मन्दिरको दर्शन सकेपछि हामी चाहिँ लागिरहेको छौँ बिरयानीसित कम्बो सेट खान, र दिउँसो काम सकेर बेलुका चाहिँ लागिरहेको छौँ हाम्रो प्रसिद्ध धरहरा घुम्नको लागि। यति बेला चाहिँ हामी आइसकेका छौँ धरहरा होइन। अनि हाम्रो माथि हेर्न सक्छौँ यहाँ चाहिँ धरहरा रहेको छ, अनि पुरानो धरहरा पनि यतै रहेको छ होइन। सो भित्रको दृश्य चाहिँ यस्तो रहेको छ। सो भर्खर छिर्दैछु म चाहिँ होइन, अब हेरौँ के कस्तो हुन्छ होइन। चट्ट पारमा देख्दा त दामी देखिरहेको छ। यहाँ चाहिँ रहेको छ पानीको फवारो होइन, दामी कस्तो मजाले युनिक गर्ने हिजो त है। म त एकै नाच्थो होला भनेको त यस्तो यताउति तलमाथि पनि त गर्ने हिजो, त्यहाँ तलमाथि गरेको देख्नुभएको छ होइन, दामी गरिरहेको छ। अनि यो धरहरा यता के मल, यता के टेलिकम छ होइन, अनि यतातिर चाहिँ यो काठमाडौँ मल हो क्या होइन। सो अब एक्सप्लोर गरौँ न त के कस्तो हुन्छ। म यहाँबाट चाहिँ हामी सट्ट पारामा जान सक्छौँ माथि धरेर। अब इन्ट्रेन्स कताबाट छ, सो यहाँ लिफ्ट पनि छ, लिफ्ट चढ जाने मिल्यो हो, छ क्या लिफ्ट त भित्र, हिँड्नु जाने हो। सो के छ हेरौँ होइन। त्यहाँ छ पुरानो धरहरा चाहिँ देख्नुभएको छ। सो यो चाहिँ मेन धरहरा अहिलेको। अग्लै रहेछ यार, यहाँबाट हेर्दा त माथि बाहिर हेर्दा त सानो छ, यहाँबाट हेर्दा त ठुलै रहेछ। पहिलाको चाहिँ धरहरा हेर्न सक्छौँ होइन। अब पहिलाको धरहरा चाहिँ नबिगारिकन नयाँ बनेको छ, अहिले त नयाँ बनेको चाहिँ होइन। अब उति बेला भूकम्पले लगेको थियो यो। सो यताउति धरहराको लुक्स। सो धरहरा चढ्ने बेलामा चाहिँ हाम्रो रहेको छ लिफ्ट। सो 20 फ्लोर छ होइन। सो अब कति माथि जाने हो, सुई 3-4बाट पुगिसकेको छ, 4बाट माथि अब कतना पुग्छ। सो अब गेट सर्रक्क खुल्छ है हाम्रो। सो हामी चाहिँ धरहराको टपमा आइसकेका छौँ यति बेला। टपबाट हेर्न सक्छौँ काठमाडौँ कस्तो छ भनेर होइन। अनि त्यहाँ हेर्न सक्छौँ, त्यहाँ पशुपति मन्दिर पनि सिधा देख्न सक्छौँ। अनि ओभरअल भ्यू यस्तो रहेको छ। मान्छेहरू बेलुकाको टाइममा पनि मस्ती चाहिँ हुनुहुन्छ होइन। अब हामी पनि आए जस्तै त हो, सबै आउने। सो जेन्जी आन्दोलनका बेलामा काठमाडौँमा यति धेरै हेरेर होइन, कहाँ के छ होइन। बल्ल यहाँ आएर मैले यसो ठेगान पाउँदैछु। त्यहाँ सिंहदरबार, आर्मीको बेस क्याम्प यता होइन, हरेक कुरा चाहिँ यसो मस्तसँग निहाल्दै हेर्दैछु होइन। सो ओभरअल चाहिँ होइन, यहाँबाट हेर्न चाहिँ रमाइलो लाग्ने चाहिँ। सो आउन चाहिँ रेकमेन्ड गर्छु है मैले। अब काठमाडौँ आएको बेला जो पनि स्वाभाविक आउनुहुन्छ होइन, त्यो सिम्पल कुरा हो, इज सिम्पल इज द्याट होइन। तर बाँकी यहाँबाट हेर्दा चाहिँ यसो चुवाक मजा पो आउने छ हो। फर्स्ट टाइम एक्सपिरियन्स हुँदैछ, हेर्नुहोस् एकदम अब राम्रै छ भनौँ। अनि ओभरअल अब काठमाडौँ अब ठुलै छ, राम्रै छ भनौँ होइन। अनि यहाँ के ग्राउन्ड बनाउनु लगाएको यो त्यो चाहिँ थाहा भएन। तर अहिलेको भ्लगमा चाहिँ यति रहेको छ। म राम्रोसँग बानी नलाएर खासै भिडियोमा बोल्न पनि सकिरहेको छैन आजभोलि। सो कस्तो लाग्यो भनिदिनु होला। जस्ट फर मेमोरी गराएको मैले, खासै मिहिनेत चाहिँ मैले केही गरेको छैन यो भिडियोमा। त्यही पनि धन्यवाद लास्टसम्म हेरिदिनुमाका।